हेलो आज चाहिँ हाम्रो गाउँबाट आइसके चिनी हामीले यहाँबाट पठाएको सामान ल सबैजना के रहेछ यहाँ फेरि चामलको पिठो पर्बु राजमा सिन्की कसलाई मनपर्छ मासु यो चाहिँ अर्कैलाई हो यो सामान यतै राखौँ होइन यो चाहिँ के हो हाम्रो यहाँ भएको पाउड ल गाउँबाट पठाएको गदको मस्यौरा कसले खानुपर्छ मेरो आमाले मलाई गद पनि पठाएको छ मकै देखेर मेथी गद एक झोलै पठाएछन् फेरि आमामा पल परिसकेर सब फस्यो मेरो राजमा पनि खस्यो ऊ पनि खस्यो गाउँबाट हाम्रो आमाले पठाएको राम ओहो पिठो पनि खस्ला जस्तो पो भयो र हौ आलु पनि पठाएछन् एउटा कुरो है हाम्रो घरमा बन्दा हेर्नु त भाउजूले पठाएको कत्रो ठुलो ए बन्दा कि फुलकोपी अनि मलाई यो पनि पठाउनु भएछ क्या मेरो भाउजूले हेर्नु त कति खानु र हैन यो चाहिँ पाकेको आँपको के बनाएको हो अस्ति जाँदा बिर्सेछ नानीलाई पठाएको रे यो पाकेको आँपको चाना बनाएर राखेछन् बाले नातिनीलाई दुआ पाकेको आँपको चाना त्यही हो अरू के पठाएर मलाई एक झट्कामा सकिने के पठायो होइन हेर चाहिँ खाना चाहिँ बनाउनु पर्यो है ओहो यहाँ त फापरको पिठो पनि छ हौ कति थोरै पठाएको हो र खान्न भनेर पोसाल फालेको यस्तो